चाहिँ भर्खरै 2 मिनट अगाडि नै केपीबाको फोन आयो के लौ न भाइ आइदिनु पर्यो यहाँ भ्यालेन्ट भाइले मार्न आँट्यो त्यो गन समातेर आइदिनु पर्यो भन्दै थियो। अनि पछि मेरो यो भिडियो हेरेछ बुढाले हो बाउ पर्दैन बरु म घन्टीले थिचेर मर्न तयार छु कुन दिन तैँले नै वान ट्याप बात खतम गरिदिन्छ भो पर्दैन भन्छ। नभन्नुहोस् पनि के अरे गेम प्ले हेर न आमामा कस्तो मोमेन्ट हेर न मोमेन्ट आमा खतरा भइसक्यो नि त म त। ल हेर त ल हेर त ल हेर्नु है यसलाई कस्तो ठोक्छु मैले कस्तो ठोक्छु हेर्नु है कस्तो ठोक्छु यसलाई म कस्तो ठोक्छु साला भाग्छ मुला हेर त ठोक यसलाई आज पुरै आर्मी गोर्खाली ड्रेसमा आएको क्या अब डल्ला फाल्छु यसलाई हेर है। अब मलाई चाहिँ गाउँमा ढुङ्गा हानेको एक्सपिरियन्स छ त्यही भएर डल्ला फालिदिन्छु साला रोक्नु है यसलाई कसरी ठोक्छु साला ठोक म प्लेयर चाहिँ कडा नै हो क्या भने यार साला भान्छु म किन मर्या भन्दाखेरि चाहिँ अब यो न्युब्रा प्लेयरहरू आइरहन्छ नि त गेममा अनि त्यही भएर उनीहरूलाई पनि मोटिभेट गर्नलाई मैले चाहिँ मरेको क्या म मर्नेवाला प्लेयरै होइन क्या म प्लेयर त खत्रै हो क्या प्रो नै हो। अब हेर्नु है मैले बिचराको मोटिभेट गर्नलाई मात्रै मरे जस्तो गरेको अब हेर है म ठोक्छु त्यसलाई हेर है म त वान ट्याप बात खतम वाला प्लेयर हो नि त फेरि हेर है ल हेर है फेरि लुकेर हान्यो नभन्नु है म प्लेयर चाहिँ खत्रै हो क्या प्लेयर चाहिँ खत्रै हो 1v4 पनि गर्न सक्छु तर अहिले हल्का बच्चाहरूलाई के तर्साउने भनेर टाढैबाट हानेको क्या। अब डल्ला हातमा फराबिन हातमा आइसकेपछि कुरै छोडिदिनुहोस् मलाई फराबिनले यस्तो घुमाउँछु साला पहिलेको जमानामा गोर्खालीहरूले चाहिँ मुक्काले हानेर अङ्ग्रेजहरूले कुदाएको रे म साला यही फराबिनले हानेर चौसौ पकाए जस्तो पकाइदिन्छु। हेर है कस्तो ठोक्छु म प्लेयर त पढाइ हो क्या यार हेर न ल हेर है अब कस्तो ठोक्छु हेर है कस्तो ठोक्छु ल हेर भनेको होइन म खत्रै हो कि त्यत्तिकै केपीबाले फोन गर्छ भने यार आमामा म त खत्रै भयो अहिले त खुट्टा पाँडामै भुइँमै खुट्टा छैन नि त मेरो त आमामा हेर त ल हेर त उफ्री गर्छु त म त छोड्दिनँ भाडा म त खत्रै हो नि त प्लेयर त आजभोलि त।